हामीले यहाँ चाहिँ गर्ने भनेको सबै नन अर्किड हो, एक्जोटिक बाहिरबाट लिएर आएको त्यस्तो बिरुवा चाहिँ प्रायः गर्दैनौँ। नेटिभ अर्किडहरू झन् झन् हामीसँग यहाँनिर छ 35-40 स्पेसिसहरूको चाहिँ नेटिभ अर्किडहरू चाहिँ छन् चाहिँ। अब अर्किड त बाहिर पनि थाहा छँदैछ भने नेचरमा जर्मिनेसन भएर बिरुवा बन्ने भन्ने कुरा त रेयर मात्र हो त्यो, किन भन्दा त्यसको अब इन्डोस्पर्म नै हुँदैन। बिरुवा यति त्यसको सेड चाहिँ यति मसिनो हुन्छ पिठो जस्तो, त्यसलाई चाहिँ अब डेभलप हुने जर्मिनेट हुनलाई पुग्ने त्यसको न्युट्रिसन केही पनि नपुग्ने भएर नेचरमा त्यति हुँदैन। अनि हामी चाहिँ त्यसको त्यो क्याप्सुल लिएर आउँछौँ, पड लिएर आउँछौँ होइन। पड लिएर आइसकेपछि त्यही पडलाई चाहिँ मिडिया बनाएर, मिडिया त भाइ पनि थाहा छँदैछ गरेर आएकै होला, एमएस मिडिया हो, कहिले भ्याक्सिन एन्भेन्टहरू त्यस्तो मिडिया बनाएर त्यस्तोमा चाहिँ जर्मिनेसन। अनि हजुरले यो बिएपी र एनए कन्सन्ट्रेसन कति राख्नु? त्यो कन्सन्ट्रेसन चाहिँ कस्तो भन्दाखेरि अब कुनै चाहिँ बेसल मिडिया मात्र पनि जर्मिनेसन हुन्छ, केही राख्नै पर्दैन। त्यो जनरली प्रायः जस्तो चाहिँ बेसल मिडियामै जर्मिनेसन हुन्छ। जर्मिनेसन भएर चाहिँ हामीहरू मल्टिप्लिकेसन गर्नलाई चाहिँ अब हर्मोन कन्सन्ट्रेसनहरू कहिले बिएपी एनए कार्निटिन एनए होइन कोकोनट वाटर राख्ने नराख्ने हर्मोन्स कन्सन्ट्रेसन पनि भेरिएसन गर्छौँ। कुनैमा 1 मिलिग्राम, कुनैमा त्यो त सबै एक प्रकारको ट्रायल नै गर्छौँ गरेर जुनमा चाहिँ रेस्पोन्स गरेर बिरुवा धेरै आयो त्यसैले स्ट्यान्डर्ड मानेर मल्टिप्लिकेसन चाहिँ गर्छौँ। पछि सप्पलहरू गर्छौँ। अब हाफ एमएस क्वार्टर एमएस भनेर यहाँ एमएस मिडियै भर्दा पनि धेरै थरीकोमा त गर्छौँ। अनि चारकोल राख्छौँ। चारकोल चाहिँ प्रायः जस्तो गरी चारकोल राख्दा रुटिङको लागि, अरूमा चाहिँ होइन, रुटिङ स्टेजमा पुर्याएर चारकोल राख्दाखेरि अब रुट त अब डार्कमै हुने भएकोले अरू यस्तो मिडियामभन्दा चाहिँ चारकोल राखेको मिडियामा रेस्पोन्स चाहिँ राम्रो पर्छ। अनि यस्तो चारकोल राखेर गर्छौँ होइन। अब यहाँ चाहिँ सबै बिरुवाहरू मात्र हो, पड लिएर आयौँ, बिरुवा प्रायः हामीहरू लिएर आएको पड नै ल्याउँछौँ। अब पडलाई स्टेलाइज गऱ्यौँ, स्टेलाइज गरेर त्यो भित्र भएको मसिनो दुलो जस्तो त अब मिलियन्स अफ हुन्छ। इनकेस जर्मिनेसन राम्ररी भयो भने पड्सभित्रको सिडै युज गर्नुहुन्छ कि हुन्छ? सिडै सिड चाहिँ युज हुन्छ नि। सिड नै हो। अब तपाईँले सिड मात्र पहिला लिएर आउँदाखेरि त यस्तो दुलो जस्तो हुन्छ होइन, यस्तो दुलो जस्तो हुन्छ। यो पड्सभित्रै हुन्छ नि सबै? हजुर, त्यो क्याप्सुलभित्र यस्तो हुन्छ। यो पनि अझ 1-2 दिनपछि यस्तो धुलो जस्तो हुन्छ। अब यही नै जर्मिनेसन हुन्छ, जर्मिनेसनबाट प्रोटोकम्स बन्छ। यस्तो चाहिँ प्रोटोकम्स बन्यो। यो प्रोटोकम्स बनिसकेपछि अनि यस्तो ठुलो ठुलो ग्रानुल जस्तोमा आउँछ। अनि यति आइसकेपछि अब यसलाई चाहिँ फर्दर मल्टिप्लिकेसनमा जाने हो कि प्रोटोकम्सबाटै बिरुवा सिडलिङै जर्मिनेसन सिडलिङै निकाल्ने भन्ने कुरा बिरुवा हेरेर गर्छौँ। अब यहाँ चाहिँ सबै यस्तो अर्किड नै गरिरहेको छ होइन। यहाँ त सबै अर्किड नै हो। यो सिमेडियम हो। अस्ति प्रायः जस्तो त बिरुवाहरू म्यामले पनि जताको यताउता एउटातिर स्लाइडमा चाहिँ देखाउनु भएको थियो। यहाँ चाहिँ सबै हाम्रो अर्किड मात्र नै छ गरिरहेको। त्यो अर्को भाइले बोलेको चाहिँ युजरिङ स्टाइलिस भयो। अर्को दाइले पनि सिडमै गर्नु छैन? सिड कल्चर। हजुर। एरिसबाट अर्को चाहिँ यो एरिस भन्ने छ उइन्डो होइन, यिनीहरू हो। यो बिरुवा चाहिँ फ्लावरिङ स्टेजसम्म हाम्रो बाहिरै निस्किसकेको बिरुवाहरू हो। यिनीहरू चाहिँ कल्चर गरेर बिरुवा यस्तो बनेर अब अनि यस्तोलाई चाहिँ त्यो अब त्यो हार्डनिङ गर्न अलिकति गाह्रो। अस्ति त्यहाँ अब त्यो ल्याब कन्डिसनमा त हामी आर्टिफिसियल सबै गर्छौँ, एसी बालिरहेछौँ होइन, धेरै टेम्परेचर राइज गर्न पनि दिँदैनौँ। ट्युबलाइटहरू छ, सनलाइटको सट्टामा बाहिर लग्यो भने चाहिँ नेचरमा लाइट इन्टेन्सिटी एकदमै हाई हुने, त्यसपछि फेरि टेम्परेचर पनि हाई हुने, लाइट इन्टेन्सिटी टेम्परेचर ह्युमिडिटी चाहिँ त्यस्तो लो हुने भएर बिरुवा सर्भाइभ गर्न गाह्रो छ। अब म त त्यही भन्छु टिस्कल्चर ल्याबहरू खोल्नेले ल्याबभित्र त हामी सबै आर्टिफिसियली अब चिसो भयो एसी बढाउँछौँ होइन, त्यस्तो गर्ने हो। नेचरमा बाहिर लगेर पनि जसले चाहिँ एक्लिमेटाइजेसन हार्डनिङ सक्सेस गर्यो उसको चाहिँ यो ल्याब सक्सेस भयो। टिस्कल्चर जसले खोज्छ सक्सेस भयो। अब इनकेस अब त्यो मिलाउनु सकेन भने चाहिँ बिरुवा सबै मर्छ। अब जरा त आउँछ नि, जरा त देखिएर आउँछ। यो जाडभित्रको जराहरू आए तापनि नेचरमा चाहिँ यसमा नयाँ रुट सुरु नआइकन बिरुवा चाहिँ सर्भाइभ हुँदैन। यसैको जराले चाहिँ हुँदैन, त्यो चाहिँ हुँदैन। हजुर, यस्तो आउनु त यसमा राम्रै जरा, तर पनि यसमा नयाँ जरा फलाउनै पर्छ। यो जरा चाहिँ बाहिर एकैचोटि सर्भाइभ चाहिँ हुँदैन। अनि यो चाहिँ अब हामीहरू धेरै हजुर कति टाइम ड्युरेसनमा त सिडबाट यतिको भएको? यो सिडबाट जर्मिनेसन भएर यो स्टेजसम्म पुग्न त झन्डै झन्डै अब 8-9 महिना लाग्छ यो बिरुवासम्म पुग्न। 1 वर्षको भन्नु न रेन्जमा चाहिँ 1 वर्ष जस्तोमा बाहिर पड लिएर आएर कतिवटा सबकल्चर गर्नुहुन्छ त्यति बेलासम्म? त्यतिन्जेल सबकल्चर गर्ने भनेर भनेको हाम्रो 3rd जस्तो होला। तेस्रो सब हजुर, त्यो प्रोटोकम्स भन्छ। प्रोटोकम्स बनेर ऊ गर्छौँ हामीहरू चाहिँ त्यो थिनिन गर्ने भन्छौँ, पुरो मसिनो गरेर छरिदिन्छौँ। त्यसबाट सिडलिङ आउँछ। अनि त्यो सिडलिङलाई चाहिँ अलिकति यस्तो 8-10वटा 5-7वटा राखेर यही ग्रो गरेर
बिरुवा चाहिँ यस्तो हुन्छ। अब यसैमा त मैले धेरै राख्नु अब यस्तो हुन्छ, यसबाट त यो बिरुवा छोडेर आयो भने यो बिरुवा त कहिले पनि आउनै सक्दैन। अनि हजुरको यो प्रायः यो एल्युमिनियमको लगाउनु भएर चाहिँ हजुरहरूले कतै कतै होइन हजुर, यसले गर्दा हजुर। कन्टामिनेसन आउने चान्स चाहिँ कतिको हुन्छ? आउँदैन रबर ब्यान्ड मान्छौँ हामी, रबर ब्यान्ड आउँछ, तर यो धेरैसम्म पनि बसिराख्दैन होइन। रेगुलरली हामीले सब कल्चर त गर्छौँ नि, कहिले कहिले कन्टामिनेसन आउँछ, नआउने होइन। यो जब यो रबर ब्यान्ड छिन्छ यो लुज हुन्छ, यो लुज हुन्छ, यो लुज भइसकेपछि चाहिँ कन्टामिनेसन आउँछ। तर अब रेगुलर चाहिँ सब कल्चर चाहिँ गर्छौँ हामी, गर्छौँ।